भित्रट्टै हावा लाग्छ है उडाउँछ है जस्तो गरे तर उडाउन त सकिरहेको होइन नि म चाहिँ आज खेततिर आइरहेको छु खेतमा अस्ति मकैले खायो होला अहिले मकै उम्रिरहेको छ तपाईँहरू देख्न सक्नुहुन्छ अहिले चाहिँ म खेतमा आइरहेको छु अस्ति रोपेको तपाईँहरू देख्न सक्नुहुन्छ आज फर्र उम्रिएछ ती यता यता अलि बढी फालिदिएछ हातले फालेको मकै हो अब मेसिनले लगाएको होइन यहाँ अलि धेरै भएछ यता पनि धेरै भएछ कतै कतै पातलो कतै बाक्लो भएर छ यहाँ अस्ति मैले आएर आगो लगाइदिएको थिएँ त्यही आगो हो यो पुरै हरियै हरियै भएको छ यहाँ पनि यस्तो मस्तसित मकै उभाएको छ अनि यहाँ पनि मस्तसित मकै उम्रिएछ यहाँ अलिकति ठाउँमा फाल्नै बिर्सिएको है क्या एउटा पनि छैन यतापट्टि मस्त आछ है मकै अरू उहीँसम्म छ बिचरट्टै मकै उम्रिएछन् हरियै भएको छ अब अस्ति छरेको आज यति राम्रो भइसकिया छ तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ त अलि बढी जो भएछ कि कहाँ घाँस रोपे चाहिँ रोपेको घाँस छरे चाहिँ छरेको छ छर्न पनि हेर्नु त ठ्याक्कै घाँस छरे चाहिँ छ घाँस छरे चाहिँ छरेको कि लास्टै बाक्लो हुन त मेसिनले लगाएको भए अलि हुन्थ्यो अरे मान्छेको हातले फालेको कतै धेरै खसेछ कतै थोरै खसेछ होइन त